नमस्कार झोरले मैले अहिले केही बोल्दै पनि जान्छु र एउटा सानो कार्यक्रम बिदा गरेको छ। सबभन्दा पहिला चाहिँ मैले उहाँलाई चाहिँ प्रेम विकासको लागि चाहिँ एउटा चाहिँ सुनाइदिनु नसके पनि एउटा सानो खाना दिएर चाहिँ सम्मान गर्न चाहन्छु। खाना नै एकदम धेरै कम हुन्छ। ल उहाँको तर्फदेखि पनि एउटा सानो सबैजनालाई अहिले हाम्रो प्रेम विकास घटी चाहिँ अहिले लगभग 6 महिनाको टुर सकेर अर्को शनिबार चाहिँ जाँदै हुनुहुन्छ। अनि मैले हाम्रो मगर सङ्घको कार्यक्रममा चाहिँ बिबिक्यूमा आउनुभएको थियो। हामी धेरैलाई थाहा नै छ। मैले चाहिँ हामीले हाम्रो पल्म स्टेट मगर सङ्घबाट पनि केही अलिकति दिनु पर्यो। अनि हाम्रो मलाई चाहिँ पल्म स्टेट ब्रान्चको अध्यक्ष हाम्रो चाहिँ मगर महिला सङ्घको चाहिँ अध्यक्ष हुनुहुन्छ। उहाँ पनि यदि चिन्नु भएको छैन भने कार्य समिति सबै सबैले सम्मान गर्नुभएको छ। अहिले चाहिँ लगाउँदै गराउँदै होइन त्यो खाँदा चाहिँ फुस्किने गरेर पछाडि चाहिँ नाप्नुपर्छ। फेरि जाडो पनि छ। नाचेर के अरे भुर्चालो खुवाउनुपर्छ। दिदी हुनुहुन्छ सबैले सम्मान गर्छु। दिदी हुनुहुन्छ जस उहाँले चाहिँ राम्रो भन्नुभएको जस सबैले त भन्नु नाम भन्नुपर्छ होइन। तिम्रो बहिनीले अब हामी त गाउँले हो नि त त्यही भएर भनेको। नमस्कार। हाम्रो मिसन चाहिँ ल आउँदा पनि खाना पकाउनु भएको छ। कहिले त्यसको पनि उठाउनु झोटाले खानु खानुहुन्छ। पहिला हाम्रो भन्दा अब लगाइदिइसकेपछि पहिला चाहिँ हाम्रो यहाँ
मगर सबै ट्रेसरले त लगाइदिनुहोस् यहाँ छोडिएला फेरि कतैबाट पनि आउँदैछ कहिले यता 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 खास त अब हामीले चाहिँ यो खाता लगाउने भन्ने कुरो छोड्दै पनि जान लागेको छौँ Thank you very much once again. हाम्रो आज यहाँ हाम्रो प्रेम भाइको फेयरवेलमा जति पनि हजुरहरू यहाँ उपस्थित हुनुहुन्छ यहाँ सम्पूर्णलाई चाहिँ धन्यवाद। हाम्रो कन्सेप्ट मगर समाज युके कन्सेप्ट ब्रान्चले यो सानो मलाई यसो गरेर मात्रै हो तर भाइलाई आशा छ भाइको यतिकै बसाइ राम्रो भएर अब अर्को शनिबार फर्किँदा हुने रहेछ भाइलाई चाहिँ नि के अरे सेफ लाइफ भन्न चाहन्छु होइन सेफ जोडी अनि भाइको फेरि पछि भविष्य अझै राम्रो होस् उज्जवल होस् पछि फेरि एउटा आउँदै गर्नुभयो भने गर्दै गरौँला र पछि फेरि भेट्ने बाचा गर्दै म चाहिँ नि धेरै लामो नबोली हाम्रो आउनु मौका थियो यति हो कि हामीलाई अपोजिट हुन चाहन्छु है थ्याङ्क यू भेरी मच। ल धन्यवाद भाइलाई मलाई अगाडि बढाएको ल सम्पूर्णमा झोले नमस्ते जति पनि यहाँ उपस्थित हुनुभएको छ सबैलाई कसैलाई नछोडिकन है एक मुष्टामा पर आउँदै गरेको लागि सबैलाई नमस्ते र आज हाम्रो प्रेम दिवस धरती मगरको फेयरवेलमा एकछिन रमाइलो गर्नको लागि यहाँ आएका छौँ सबैले अलिकति पसिना निकाल्नुपर्छ जाडोको समयमा पसिना निकालौँ र यति धेरै आइदिनु भएकोमा एकदमै धन्यवाद भन्न चाहन्छु र हाम्रो प्रेम दिवसलाई शुभयात्रा राम्रो होस् नेपाल गएर पछि पनि यस्तै मौका पर्यो भने भेटौँला भन्दै के भन्नु र अब यतिकैमा मेरो शब्द टुङ्ग्याउन चाहन्छु धन्यवाद। ल धन्यवाद हाम्रो अध्यक्ष खड्का भाइको लागि र अहिले यहाँ एकजनाको चाहिँ उस पनि आइसकेको छ होइन हाम्रो यो बर्मन रोका चाहिँ आउँछु कसैलाई धेरै माया लाग्छ भने एयरपोर्टमा गएर भेटे पनि हुन्छ त्यहाँ गएर रुवा वास पनि गर्न सकिन्छ है र जस अहिले बसेको जति पनि यहाँ बस्नुभएको छ म प्रेम दिवस धरतीको तर्फबाट सबैजनालाई म हार्दिक न्यानो स्वागत गर्न चाहन्छु सबैलाई नमस्ते है हजुर आहा कस्तो राम्रो एक साथ हजुरहरूको स्वर सुन्न पाउँदा यो गोर्खा क्याप्रिकनको यो हलमा तपाईको आवाज गुन्जयमान हुँदा साँच्चीकै मलाई गौरवान्वित महसुस भएको कुरा यहाँलाई म निवेदन गर्न चाहन्छु र निकै नै मैले आशा गरेका र आशा गरे अनुसारका निकै नै दिग्गज व्यक्तित्वहरू यहाँ उपस्थित हुनुहुन्छ र केही कुरा अघि जितमामाले पनि भन्नुभएको छ हिजो जस्तो लाग्छ झन्डै 6 महिना हुन आँटेछ बेलायतको यो साङ्गीतिक भ्रमण मेरो आज यो तपाईहरु सामु यो विदाई कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ यो नितान्त मेरो आफ्नो व्यक्तिगत आयोजना
र म अघि भने जस्तै यो वर्ष म प्लम स्टेटमा अलि बढी पनि बस्ने मौका पाएँ र विशेष गरी प्लम स्टेट, क्यान्टरबरी, कोभेन्ट्री, त्यसै अल्डरसट अनि लन्डनको ह्यारो जस्ता ठाउँमा म विशेष गरी बस्ने र आवासको व्यवस्थापन मिलाइदिनु हुने विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूको नाम पनि मैले अलरेडी म नेपाल जाने बेला मेरो फेसबुक वालमा मेरो पेजमा पोस्ट गरेर जानेछु र यता प्लम स्टेट बस्ने क्रममा जित मामाले जुन सहयोग गर्नुभएको छ, अब यो एउटा बेला जस्तो ठाउँमा तपाईँहरूको यो व्यस्तता, तपाईँहरूको काम छोड्दै आइदिनु भएको छ, यो मेरो लागि निकै नै गौरवान्वित कुरा हो। अत्यन्तै धेरै उपस्थित हुनुभएको महसुस भएको छ, किनकि यो बेला जस्तो ठाउँमा यो व्यस्त समयलाई पनि तपाईँहरूले यो चिसोमा चिसो नभनेर रातको समय नभनेर भोलि तपाईँहरू कामको सिलसिलामा पनि जानुपर्ने हुन्छ, आफ्नो जब आफ्नो काम पनि गर्नुपर्ने हुन्छ र पनि तपाईँहरू मेरो एउटा अनुरोधलाई स्वीकारेर आइदिनु भएकोमा मैले तपाईँहरूलाई मेरो तर्फबाट केही दिन नसके पनि एउटा खाजा चाहिँ तपाईँहरूलाई दिएर सम्मान गर्ने मैले मेरो भित्री मनले सोच बनाएर तपाईँहरूलाई आज मैले खाजा ले एउटा सम्मान गर्ने कोसिस गरेको हो। अन्यथा यहाँहरूले मान्नै पर्दैन। एटलिस्ट म सकेसम्म सके जति तपाईँहरूलाई धन्यवाद दिएर जानेछु र जाने बेला मैले अघि भने बेला जस्तो ठाउँमा बस्नको लागि आवासको व्यवस्थापन गर्नुहुने र मलाई यहाँ गाइडेन्स गर्नुहुने र विभिन्न सङ्घ संस्थामा मलाई जुन जुन सङ्घ संस्थाले बोलाउनु भयो उहाँहरूको सङ्घ संस्थाहरूलाई पनि म हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु यहीबाट आजको विदाई कार्यक्रमबाट। त्यसै गरी त्यस संस्थाका अध्यक्षज्यू, पदाधिकारी, सदस्यज्यूहरू सबैलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु आजको यो फोरमबाट। र अर्को कुरा, म गत साल नै म प्लम स्टेट ब्रान्च मगर सङ्घको कार्यक्रममा आउने कार्यक्रम रहेको थियो। आदरणीय दाई यहाँ दलप्रसाद दाई आउनु भएको छ, दाईसँग मेरो कुरा भएको थियो मगर सङ्घको विषयमा र म र सम्झना लामिछाने बहिनी आउने भन्ने कुरो थियो। कारणवश गत साल मगर सङ्घ प्लम स्टेट ब्रान्चले प्रोग्राम गर्न पाएन विविध कारणले गर्दा। त्यस कारणले गर्दा गत साल आउन नपाएको हुनाले यो साल चाहिँ फेरि म नै प्लम स्टेट ब्रान्चको समर पार्टी विवेकका पार्टीमा चाहिँ म आउने अवसर जुटाइदिनु भयो। मगर सङ्घ प्लम स्टेट ब्रान्चलाई धेरै धेरै धन्यवाद। त्यसै गरी दलप्रसाद दाईलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी दलप्रसाद दाईबाट म जित मामा, हाम्रो खर्क दाई अनि हाम्रो सेल्माका सम्पूर्ण टिमहरू, मगर सङ्घका सम्पूर्ण टिमहरूसँग पनि म परिचित हुने अवसर मिल्यो। नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय सदस्य अथवा लुम्बिनी प्रदेशको इन्चार्ज पनि हो। सङ्घ संस्थाको हिसाबले गर्दा म मगर सांस्कृतिक सङ्घ र त्यसरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य पनि हो। त्यसै गरी मैले विभिन्न गीतहरू मेरो प्रेम दिवस भर्ती युट्युब च्यानलमा छन्। त्यो गीतहरू पनि मैले विभिन्न गीतहरू मैले सकेसम्म जति आफैले लेखेको गीतहरू छ, आफैले सङ्गीत गरेका गीतहरू छ। गीत सङ्गीत लेख्ने र सङ्गीत गर्ने, गाउने सँगसँगै एउटा सञ्चार कर्मलाई पनि मैले लामो समय अँगालेँ। त्यस कारणले गर्दाखेरि मैले अलिकति यो आफ्नो परिचय मात्रै तपाईँलाई दिन खोजेको हो। समय म्यानेज गरेर सम्बन्ध यो समय प्रेम दिवस भर्तीको लागि दिनुभयो, यसको लागि मैले अघि भनिसकेँ, मैले हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यसै गरी पवित्र बहिनी, हाम्रो यता राम सरहरू गत साल यहीँ आएर उहाँहरूसँग पनि परिचय भएको थियो र यही क्याप्रिकनमै गत साल पनि प्रोग्राम भएको थियो। हाम्रो सङ्गीता दिदी हुनुहुन्छ, पछाडि भन्नुभएको छ, अहिले त्यति सन्चो छैन भाइ भन्नुभएको छ। दिदीको स्वास्थ्य लागु कामना गर्छु। ताली बजाइदिनु होला है त। फंक्शन सुन फल्ने मागो, सुन फल्ने मागो, आयो बराई छुटिने दुबाटो, सरर रेलको चेलाइमा, सुन फल्ने मागो, सुन फल्ने मागो, छोडी जाने बेलैमा
यो घरबाट पढ्दै जाँदाको गीत हो मैले बुझेको भाव। बिस्तारै सबैजनाले ताली बजाइदिनु होला है त। ल है यो शब्द पनि मामाको गीतमै भएको शब्द हो। अहिले छोडेर यो गीत गाउँछु अनि अरू नाच्ने गीत गाउँला त्यसपछि। अब जाँदै छ महिनाको बसाइमा तपाईँहरूसँग जोडिने मन, यो तपाईँ हाम्रो मन एउटै भएको, हामी नेपालबाट बेलायत आउँदा पनि हाम्रो मन नेपाली पन नेपाली, त्यस कारणले गर्दा आज हाम्रो यो भेट भएको छ। मनमा माया रहिरहने गरेर कपालु गरेर कसरी जाने हो मायालाई छोडेर माया रहिरहने गरेर कपालु कोरेर कसरी जाने हो बेलायत छोडेर कसरी जाने हो बेलायत छोडेर। धन्यवाद। यो साउन्ड सिस्टम अलिकति मिलाइदिन आउनुभएको भन्थ्यो भाइ है। ल है सबैजना रमाइलो गर्नुपर्छ, बिस्तारै बिस्तारै नाच्ने हो है। ल है
अब बिस्तारै बिस्तारै नाच्ने गीतमा रमाउने छौँ। सबैजना नाच्न तयार हो अब? ल अब चाहिँ सबैजना नाच्नुपर्छ है। मामा माइतीहरू काका काकीहरू उपारिबाट घाँसको भारी बोकेर आउँछ सोल्टिनीहरू घाँसको भारी एकैछिन बिसाएर आज यो रमाइलो गर्नुपर्छ। हाम्रो भाइले हाम्रो गोर्खाको भाइहरू छ यति बेला क्यामेराम्यानमा गोर्खाको भाइले खिचेर पहिलो छ है सबै
हाम्रो अब मगर सङ्घको अध्यक्ष नाचेपछि के हुन्छ भने पदीय जिम्मेवारले पनि एउटा ठुलो भूमिका खेल्छ। हेर्नुहोस्, अध्यक्ष नाचेपछि अरू सदस्यहरू अरू पदाधिकारीहरू नाच्नै पर्छ क्या। त्यसै कारणले गर्दाखेरि मगर सङ्घ अध्यक्ष पलम स्टेट ब्रान्चको चाहिँ खर्क पुन दाई हुनुहुन्छ। दाई नाचेपछि अरू सम्पूर्ण पदाधिकारी सदस्यहरू नाच्नै पर्छ। अनि यता पनि हाम्रो सबैजना दिदीबहिनीहरू सबैजना यताबाट पनि है पछाडि गर्नु दाइ पनि आउनुहुन्छ है। ल है सबैजना सबैजना दिदी छोटो गाडी सबैजना आउँछ है। ल है सही हो ल है होला सही हो ल यता पछाडि गर्ने सबैजना होला सही 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 हो सही हो ल है अन्त यसले यता आउनु पर्यो। ल है सही हो
माओली नानी तरै छौ हाम्रै दली है नानी तरै छौ हाम्रै दली ल है सबै हो सबै ल चिता दिदी आउनु सबै ल सबै दिदी ल नानी तरै छौ हाम्रै दली गाहो नानी घर तिम्रो गाहो नानी माओली नानी तरै छौ हाम्रै दली नानी तरै छौ हाम्रै दली है गाहो नानी घर तिम्रो गाहो नानी माओली नानी तरै छौ हाम्रै दली नानी तरै छौ हाम्रै दली आइसबै आउ नानी आउ Yes.
आँखामा तिम्रै छ सपनी आँखामा तिम्रै छ सपनी तिमी हाँसै खुसीमै पनि तिमी हाँसै खुसीमै पनि